Hello everyone, welcome to our channel. हजुरहरु सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। समयसँगै चल्नुपर्छ भनेर आज म हजुरहरु समक्ष AI को माध्यमबाट आफ्नो भनाइ राख्न उपस्थित भएको छु। Today I have come to share some things with you about a special achievement of my YouTube journey. A little while ago my channel monetization complete भएको थियो र साथै मेरो च्यानलले 1 वर्षको यात्रा पनि पूरा गरेको थियो। But I was not getting time to bring this matter to you all. So today I want to inform you through this vlog. यो उपलब्धि तपाईहरुको माया, विश्वास र निरन्तर समर्थन बिना सम्भव हुने थिएन। मेरो हरेक भिडियो हेर्नुहुने, लाइक गर्नुहुने, कमेन्ट गर्नुहुने र च्यानललाई साथ दिनुहुने सम्पूर्ण दर्शक तथा सब्स्क्राइबरहरुलाई धन्यवाद। यो यात्रा केवल सुरुवात मात्र हो। आगामी दिनहरुमा अझ राम्रो र गुणस्तरीय सामग्री लिएर आउने प्रयास जारी रहनेछ। हजुरहरुको साथ, सुझाव र माया सधैं मलाई आवश्यक रहनेछ। मेरो सफलताको हिस्सेदार हजुरहरुलाई एकपटक धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अन्तिमसम्म यो हाम्रो सेलिब्रेसन ट्रिप भ्लग हेरेर बसिदिनु हुनेछ भन्ने पनि आशा गर्दछु। चल गाड़ी स्टार्ट कर। अभी बदत है भाई, अभी बदत है। अभी तूने गाड़ में उंगली किया ना, अभी बदत है। पानी हेर्नै सुकेको छ है क्या, यता त पानी नै छैन त नि। On the way, on the way. अनि यो भनेको कस्तो भन्छ भने अब बेसी भने जस्तै हो क्या। घाँस काट्ने गाईबस्तु डुलाउने ठाउँहरू हो क्या यस्तो। लेट्स गाइज अलैँची खेती। अलैँची त कडा रहेछ त यहाँ त। अनि अलैँची यो सबै अलैँची होइन नि, फल्नु त फलेको छैन जस्तो छ। न आइपुगिसक्यो त हामी भाइ।
यही हो त भाइ अगाडि देखिएको अनि ऊ अगाडि झरना भाइ झरना कत्रो ठुलो झरना छ त भाइ यत्रो कहाँ सानो भन्छस् त ए झरना गाइज कत्रो छ पानी आमामामा के बोले भाइ अब के बोले के छ थाहा अभी बोले झरना इज अन द वे ओके झरनाको चाहिँ एकदमै पानी नै सुकिसकेको रहेछ जस्तो छ यतिखेर चाहिँ नआउनु होला एकदम एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तो रहेछ हाम्रो स्वागत झरना चाहिँ पानी नै सुकेर यस्तो छ ताल लेट्स गाइज कुलोमा बग्ने पानी जति पनि रहेनछ यहाँनिर चाहिँ होइन सुकेर पुरै अनि रहेनछ नि त अनि एकदम यहाँ चढ्नु चाहिँ खतरापूर्वक रहेछ खतरापूर्ण ओल्डिङहरू नै खुस्किसकेको रहेछ अनि डेन्जर प्लेस माई गॉड फाइनली आई रिच्ड झरनाको चाहिँ एकदम पानी सुकिसकेर चाहिँ बकवास भइसकेको रहेछ होइन हामी चाहिँ अब फर्किसकेका छौँ झरनाबाट चाहिँ हामी एकदमसँगले अब उकालो लाग्यौँ ठाडो उकालो लेट्स गाइज हामी फाइनल्ली बाटो निक्लिसकेका छौँ एकदम दुःख मात्र पाए जस्तो मात्र भयो उफ गर्मी यस्तो छ फेरि आज 34 डिग्री सेल्सियस पुगिसक्यो गर्मी फाइनल्ली हामी रोडमा निक्लिसकेको छौँ हाम्रो गाडी चाहिँ यहाँ पार्किङ छ स्वागत झरना 500 मिटर रहेछ यहाँबाट आउँदो तर एकदम उकालो ओह्रालो ल फाइनल्ली हामी आइपुगिसकेको छौँ बाटोमा सक्यो होइन हिँड्दा हिँड्दैसँगले चट्टसँगले चाहिँ वेलकम टु कन्याम
तपाईँहरूको ब्लगर खुसी श्रेष्ठको ताल यस्तो छ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ होइन यहाँनिर एकदमसँगले गाइस एकदम पुल चाहिँ आज सेक भइरहेछ पुरै होइन सुरु गरौँ I swore I'd block your number for good, but here you are texting me you up. I know exactly where this is. लेट्स गाइज हामी चाहिँ फेरि पनि फर्केर यहाँ सिरिजको पुल भएको ठाउँमा आइपुगिसकेको छौँ 2-4वटा क्लिक सर्ट गरेर चाहिँ अब हामी घरतिर लाग्नेछौँ भिड देख्न सक्नुहुन्छ तपाईँहरू आजको भिड चाहिँ यस्तो छ पुरै प्याक On your side of the bed at 3 a.m. I tell myself don't fall this time, but you say my name and I lose my mind. You're a bad idea again, but I always let you back in every time I say I'm done, I'm lying. You walk in the room and I stop trying. You're a bad idea again, but here I am making door at 10. Guess I never learned my lesson. You're a bad idea again. Your friends all think I'm over this place. Mine keep telling me to walk away, but we both know how the night goes. We talk a अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।